यो दुईटै साडीहरु चाहिँ मात्र 479 मा हजुरहरुले पाउन सक्नुहुनेछ। हेर्न सक्नुहुन्छ यस्तो राम्रो झप्प मुजा बस्ने यस्तो राम्रो कलर क्वालिटी, यो पनि त्यस्तै नै राम्रो छ। यो साडीहरु यतिमा दिनुको रिजन यसमा केही न केही सानोतिनो केही न केही डिफेक्ट छ। अब यो टाइपको प्याटर्नहरु पनि हेर्नु होला है, भिडियो एकदम लामो हुन सक्छ, डिजाइन्सहरु धेरै छ, त्यसैले गर्दा सो भिडियो चाहिँ हजुरहरुले अन्तिमसम्म हेर्नु होला। डिजाइनहरु एकदमै धेरै रहेको छ, डिफेक्ट भए पनि लाउनै नमिल्ने टाइपको डिफेक्टहरु चाहिँ छैन। प्लस अब 479 मा यो 5.5 मिटर फेब्रिक भनेको जो डिजाइन सिक्दै हुनुहुन्छ, कटिङ सिक्दै हुनुहुन्छ, उहाँहरुको लागि त एकदमै बेस्ट भयो नि त। सो उहाँहरुले पनि युज गर्न सक्नुहुन्छ। अब जसले चाहिँ म एडजस्ट गरेर लाउँछु भन्नुहुन्छ उहाँहरुको लागि त झन् बेस्ट नै भइहाल्यो। हेर्न सक्नुहुन्छ यसमा चाहिँ डिफेक्ट भनेको यसरी यो दाग दाग जस्तो लागेको छ, तर यो धुँदा जान्छ है। यो साडी भयो, अघि देखाएको मैले त्यो साडी भयो, अनि अरु पनि पाउन सक्नुहुन्छ। यो काञ्चीपुरम, यो चाहिँ हामीसँग 1-2 पिस भएको भएर हामीले यतिकै नै राख्दैको, डिफेक्ट छैन। अनि सेलको सामान हो, आज राखेको छौं, अहिले राखेको छौं, अहिले एकछिनमै या 1 दिन 2 दिनमै पनि सकिन सक्छ। तर सेलकै सामान भए पनि हामीसँग स्टक भएसम्म हामीले हजुरहरुलाई क्याश अन डेलिभर नै दिन्छौं है। सो हजुरहरुले चाहिँ हाम्रो नाममा यति धेरै फेक अकाउन्ट्सहरु पाउनुहुन्छ जसले चाहिँ प्रिपेमेन्ट मागिरहेको हुन्छन् सेलको सामान भन्दै या अरु प्रोडक्ट्सको लागि। त्यस्तो अकाउन्टसँग चाहिँ नझुकिनु होला, हामीले कहिले पनि प्रिपेमेन्ट्स माग्दैनौं। यसमा चाहिँ विथ ब्लाउज पिस पाउन सक्नुहुनेछ हजुरहरुले। यो सबैमा केही न केही सानोतिनो डिफेक्ट छ है, त्यो भएको भएर नै हजुरहरुले यतिमा पाउनु भएको छ। नर्मल हेर्दा नदेखे पनि अब कसैले एडजस्ट गर्छु भन्नुहुन्छ भने यो साडीहरु एकदमै बेस्ट, सस्तो अनि राम्रोमा यो साडीहरु रहेको छ। सो पसल भिजिट गरेर लिन चाहनुहुन्छ भने हाम्रो लोकेसन नयाँ बस पार्क छ, काठमाडौँमा रहेको छ लोत्से मलको फर्स्ट र सेकेन्ड फ्लोरमा हजुरहरुले हामीले पाउन सक्नुहुनेछ। यसको रियल प्राइस 1500 हो, स्टार्टिङमा 1800, पछि 1500 मा हामीले राखेको थियौं। हेर्न सक्नुहुन्छ यस्तो राम्रो क्वालिटी, तर थोरै दागहरु यसमा पनि रहेको छ। अनि त्यसैगरी रहेको छ यो डिजाइन, त्यसैगरी हेर्न सक्नुहुनेछ यो पनि एकदमै राम्रो लचक दिन्छ। यो साडी पनि लगाउँदा एकदमै राम्रो छ, कम्फर्ट पनि छ। अनि त्यसैगरी हजुरहरुले प्याटर्नहरु एकदमै धेरै रहेको छ। 479 मात्र 479 मा हामीले यो साडीहरु दिइरहेको छौं। अब यो पनि यति यसरी यहाँ बीचमा यसरी कट लागेको रहेछ। अब हजुरहरुले कुर्ता बनाउँछु, वान पिसहरु बनाउँछु, केही सिक्छु भन्दाखेरि कस्तो बेस्ट अप्सन्स। अब 500 मा यति धेरै कपडा त यो कहीँ लगभग पाइदैन नि त। सो हजुरहरुलाई इजी होस् भनेर हामीले चाहिँ यसरी राखिदिएको छौं। यो पनि हेर्न सक्नुहुनेछ, डिजाइनहरु एकदम धेरै छ। यो पनि यो चाहिँ प्लेन साटन सिल्क हो। अनि यो टाइपको साडी पनि हेर्नु होला। अब एकदमै राम्रो लचक हुन्छ, जापानिज पट्टा हो। यसमा डिफेक्ट भनेको चाहिँ कतै कतै यस्तो दाग लागेको जस्तो येलो टाइपको, ब्ल्याक टाइपको, तर यो धुँदा जाने टाइपको छ है। सो हजुरहरुले धोएर लाउँछु भन्नुहुन्छ भने यो साडीहरु एकदमै राम्रो छ, कन्डिसन एकदमै राम्रो छ यो साडीहरुको। मस्टर्ड येलो सक्नुहुन्छ। यसमा चाहिँ यसरी बीच-बीचमा यसरी सानो सानो प्वालहरु छ। अब हजुरहरुले वर्क गरेर एडजस्ट गरेर लाउँछु भन्नुहुन्छ भने यो साडी पनि मात्र 479 मा। अब कसैले ह्यान्ड वर्क गरेर लाउँछु भन्दाखेरि यसलाई एडजस्ट गरेर मिलाएर एकदम मजाले राम्रो लुक्स देखिन्छ, मिल्छ है। हेर्नु होला त्यसैगरी रहेको छ, यो पनि यति धेरै रुचाउनु भएको साडीमा पर्छ। अनि त्यसैगरी रहेको छ यसमा पनि हजुरले जापानिज पट्टा ओरिजिनल क्वालिटीकोमा है, ओरिजिनल क्वालिटीकोमा हामीले मात्र 479 मा हजुरहरुलाई दिएको छौं। यस्तै यो येलो टाइपको, ऑरेंज टाइपको छ। यो फेरि फुल यो साडी भरि नै भएको हुनाले डिजाइन जस्तै नै देखिन्छ, डिफेक्ट पिस जस्तो देखिँदैन। त्यही पनि अब हामीले हजुरहरुको लागि मात्र 479 मा राखिदिएको छौं।